साथीहरु आज मैले तेल नहालिकन टक्क खसीको मासु बनाउँदै छु है त। मासु हालेँ। अब त्यसपछि टक्क नुन हालेर एकछिन चाहिँ अब यसलाई छोप्दिएपछि मैले तयारी गर्न थालेँ यसमा राख्ने मरमसलाहरू। ठ्याक्क मैले लसुन केलाउँदै छु, साथीले चाहिँ भिडियो गर्दैछ। यति भए हुन्छ भनेर साथीलाई देखाउँदै छु मैले चाहिँ लसुनको पेस्ट बनाउँदै छु। साथीले चाहिँ मलाई हेल्प गरेको अरे, मोबाइल चलाइरहेछ, मलाई खाना पकाउन हेल्प गरिरहेको अरे उसले चाहिँ मजाले मलाई हेल्प गरिरह, कुरा गरेर भए पनि। अनि त्यसपछि मैले पेस्ट गराउन सुरु गरेँ। अनि त्यसपछि मैले पेस्ट गराउन त्यसमा चाहिँ एड गरेँ मैले। टक्क फेरि मासु कस्तो भयो भनेर सरर 1-2 पटक चाहिँ चलाएँ। मासु चाहिँ हुँदै रहेछ, पानी निस्किँदै रहेछ, तेल निस्किँदै रहेछ। त्यसपछि एकछिन छोप्दिसकेपछि फेरि मैले चाहिँ त्यस अघिको कन्टिन्यू गरिरहेँ पेस्ट गराउनको लागि। त्यसपछि फेरि खुर्सानी एड गरेँ त्यसमा, 2वटा टमाटर। टक्क फेरि मासु चलाउन थालेँ। कति चलाइरहनु रहेछ भन्नुभएको होला, चलाउनु पर्यो नि, फेरि डर छ। त्यसपछि फेरि मैले प्याज टमाटर एड गरेँ यसमा, एड गर्नको लागि गरेँ। फेरि ग्यास सानो रहेछ, हल्का ठुलो गराएँ। त्यसपछि चलाइदिएँ, मासु चाहिँ बिस्तारै बन्दै रहेछ। त्यसपछि त्यसमा चाहिँ मैले अघि बनाएको प्याज चाहिँ एड गरिदिएँ त्यसमा। अघि बनाएको लसुनको पेस्ट राखेँ। मिठो छ जस्तो छ है त साथीहरु, मासु बनला जस्तो छ। सर्लक्क चलाइदिएँ। त्यसपछि फेरि बेसार एड गरेँ। अनि 2-3 चम्चा चाहिँ मसला राखेँ, घरमै बनाएको भनौँ अब। धनियाँको धुलो। त्यसपछि सर्लक्क फर्ल्याङ पारेर पल्टाइदिएँ। त्यसपछि सर्लक्क चलाइदिएँ। चलाइसकेपछि अब त्यसपछि टमाटर एड गरेँ त्यसमा, अघि काटेको टमाटर एड गरिदिएँ। हल्का मासु पिँधा लागे जस्तो भएछ, अनि टमाटर एड गरिदिएँ। त्यसपछि एकछिन अब समाइदिएँ यसलाई। अब एकछिनपछि अब रेडी हुँदैछ है त मासु। अब मलाई जाडो भइरहेको थियो, टक्कै हिटर टापेर बसिरहेँ, बेलुकीको समय थियो। फेरि कस्तो भएछ भनेर यसो मासु हेरेको, टक्क अब पाक्न लागिसकेछ। अब कुकरको पनि भाँचियो कि फेरि समाउने कुरा पनि यही बेला ठिकै भए रहेछ। अब यसमा चाहिँ हल्का ग्रेभी बनाउनको लागि हल्का पानी हालिदिएँ। अब हाम्रो मासु तयार भइसक्यो। अब खानको लागि सुरु गर्नुपर्छ अब एकछिनमा। चिसो छ टक्क खसीको मासु र रससँग झ्याम्म हल्का अब हरियो धनियाँ राखिदिएँ। हरियो धनियाँ राखेर टक्क रस बनिसक्यो, हाम्रो ग्रेभी प्लस रस बन्यो। अब फुलुक पारेँ अब कस्तो भएछ भनेर। त्यसपछि राखियो। अब सुरु भयो, खानको लागि सुरु भयो। आजको लागि सिद्धि है त साथीहरु, यति नै हो। खाइयो।